नमस्कार। मेडिसिनल लीच थेरापी सम्बन्धी जानकारी दिने क्रममा हामी फेरि अर्को जानकारीमूलक भिडियो सामग्री लिएर उपस्थिति भएका छौं। विगत 3 वर्षको जलौका उपचारक्रममा हामीले हजारौं जलौका सेसनहरू गराएको अनुभवहरू शेयर गर्ने र ती अनुभवका आधारमा हजुरहरूलाई सही लीच थेरापीको सेवा प्रदान गर्ने उद्देश्यका साथ हजुरहरू सामु यो सामग्री लिएर आएका छौं। जलौका उपचार अर्थात् जुकाको टोकाइबाट रोग निको पार्ने उपचार पद्धति। जुकाले टोकाएर पनि उपचार हुन्छ र आजको आधुनिक युगमा यो विश्वास गर्न गाह्रो भए तापनि हामी विगत 3 वर्षदेखि जुकाले टोकाएर नै जटिल भन्दा जटिल रोगहरू निको बनाइराखेका छौं। जलौका उपचार पद्धतिको इतिहास आजको मात्रै होइन। आयुर्वेद उपचार प्रणालीमा उपचारका लागि जुका अर्थात् लीचहरूको उपयोग हजारौं वर्ष पहिलेदेखि गर्दै आएको छ। हामीले वेद पुरानो सनातनवादी सोच भनेर हेपेर अपहेलना गरेर कुनामा थन्काउन मिल्काउन खोजेको वेदकालीन उपाय आज हाम्रो सम्यक पुस्ता पछाडिको समयमा पनि अत्यन्त लाभदायक छन्। रोग 1-2 पटक जुकाले टोकाएर मात्रै पनि निको भइरहेका छन्। बिरामीको दुखाइ कम भएको छ। सुन्निएका नसा बसेका छन्। एन्टिबायोटिकले निको नपारेका घाउहरू जुकाले निको पारेका छन्। आजको युगमा विज्ञान भनिएर हामी माथि थोपरिएका ज्ञानभन्दा हाम्रा पुस्ता र पुर्खाले हजारौं वर्ष लगाएर अनुसन्धान रिसर्च गरेर अनुभव गरेर हाम्रो स्वास्थ्य र आरोग्यका लागि पत्ता लगाएको सूत्रहरू आजको युगमा वरदान साबित हुन सक्छन्।